फेरि आज नेपालीहरूको मुटु ढुक ढुक हुने दिन आइसक्यो। आज राति 8:45 बजे ओमान भर्सेस नेपाल। मुटु रोगीहरूलाई चाहिँ यो गेम नदेखाउनु होला, कतिखेर खुस्किन्छन् ठेगानै हुँदैन। सुपर 6 को तेस्रो गेममा आज नेपाल भर्सेस ओमान आम्ने सामने हुँदैछ। यो दुवै टोली 3-3 गेम जितेर 6 अङ्कका साथ कसले उपाधि जित्ने भन्ने होडबाजीमा छ। अहिलेसम्म नेपाल र ओमानको T20I मा 8 वटा गेम भएको छ, जसमा नेपालले 5 वटा गेम जितेको छ भने ओमानले 3टा गेम जितेको छ। तर आज हुने गेममा चाहिँ नेपालले जित्नै पर्छ र आज जित्ने बित्तिकै नेपाल वर्ल्ड कपको लागि क्वालिफायर भइहाल्छ र उपाधि पनि लगभग 95% चाहिँ आफ्नै पक्षमा ल्याउँछ। नेपालीले आजको गेममा चाहिँ धेरै कुरा सिक्नु छ। अस्तिको आफ्नो 3 वटा गेमबाट भएका कमी कमजोरीहरूलाई चाहिँ आज सुधार गरेर ओमानलाई चाहिँ धुलो चटाउनलाई रेडी हुनुपर्छ।